वनपाखा चाडपर्व सुख दुःख तथा रोधीहरूमा घन्किने सोरोठी सालैजो यानीमया सुनीमाया ठाडे भाका लस्की भाका सिधो चुट्का आदि जस्ता थुप्रै लोक भाकाहरू हाम्रा सम्पत्ति हुन्। पुर्खाहरूको सम्मान गर्छौं भने समाजमा व्यक्त कुरीति रूढिवादी संस्कारलाई होइन, आफ्नो मौलिक लोक कला र संस्कृतिको जगेर्ना गर्न इमानदारीताका साथ एकजुट भई आफ्नो कर्तव्य गहन रूपले निर्वाह गर्नुपर्छ। आफ्ना भावी सन्तति र समग्र रूपमा सम्पूर्ण पुन मगरहरूकै जातीय पहिचानको निम्ति पुर्खाहरूबाट प्राप्त अमूल्य निधिको संरक्षण गर्न परीक्षाको घडी आएको छ। तसर्थ हामी सबैले आफ्नो गाउँ टोलबाट लोक कला र संस्कृतिको संरक्षणको लागि संरक्षण समिति गठन गरी यसको प्रचार प्रसार गरी नयाँ पिढीहरूलाई समेत सिकाउन आवश्यक परेको छ। हामी पुन मगरहरूले भोज भतेर आदि परम्परागत तिथिहरूमा विशेषतः पुर्ख्यौली नृत्य गर्दछौं। अरू जातिहरूको भन्दा छुट्टै विशेषता भएको यो पुर्ख्यौली नृत्यमा 16 वटा हाँगा र 22 वटा तालहरू छन् भने तापनि विज्ञहरूको त्यो भन्दा बढी भएको जानकारी छ। यद्यपि सोरोठीको 16 वटै हाँगाहरू संकलन गर्न कठिन भएको कुरा पुन मगरहरूको पुर्ख्यौली तथा पुराना झ्याउरे भाकाहरूको सङ्गालो नामक पुस्तकका संकलनकर्ता प्रदीप पुन र टेकबहादुर पुनले उक्त पुस्तकमा उल्लेख पुर्खाहरूको पालादेखि नै एक पुस्तादेखि अर्को पुस्तामा मौलिक रूपमा हस्तान्तरण हुँदै आएको यस सोरोठीमा एकादेशको भीमला राजा र हाइमती रानीको जीवन कथामा आधारित कथा वस्तुलाई चित्रण गरिएको हुन्छ। यस गीतमा ठाउँ विशेष अनुसार लय शब्द र हाँगाहरूमा समान नपाइए तापनि आफ्नै ठाउँ विशेष अनुसार मौलिकता झल्किएको पाइन्छ। सोरोठी राजा, सोरोठी रानी र कर्पाकेली बाबाको पुर्ख्यौली गीत नामक पुस्तकका लेखक श्री हर्कबहादुर पुनले सोरोठी गीतमा अर्को नौलो आयाम थप्नु भएको छ। पुन मगरहरूको मौलिक लोक संस्कृतिमाथि नै अस्तित्वको प्रश्न चिन्ह उठिरहेको बेला यसको संरक्षण र सम्वर्धनको आवश्यकतालाई मध्यनजर गर्दै म्याग्दी जिल्ला घारा गाउँ विकास समिति वार्ड नम्बर 3 र 4 को खिबाङ गाउँमा यही 2065 माघ 18 गते श्री पञ्चमी उम्यौलीको पावन अवसर पारी नवनिर्मित सरस्वती मन्दिरमा विधिपूर्वक पूजा गरी उद्घाटन समारोह सम्पन्न गर्दै आयोजक गाउँ खिबाङले सरस्वती बर्नाई पुर्ख्यौली लोक नृत्यको प्रतियोगिता आयोजना गरेको थियो।